हेलो सबैजनालाई। अझै अहिले भर्खरै मैले होइन त्यो टेम्परेचर हेरेको थिएँ। आज ममले पनि भन्दै हुन्थ्यो आज तराईतिर धेरै नै गर्मी थियो। अनि अहिले चाहिँ उठ्यो नेपालभन्दा टेम्परेचर हेर्दै थिएँ। सबभन्दा बढी गर्मी आज चाहिँ जनकपुरमा रहेछ, 38.5 डिग्री सेल्सियस। त्यो त भने मात्रै होला, फिल लाइक त 45 नै होला। तर आज काठमाडौँमा चाहिँ मतलब त्यहाँ 31 लेखेको थियो, तर शीतल नै थियो यसो हेर्दाखेरि। आज धेरै दिनपछि चाहिँ म हजुरहरू कहाँ आफ्नो कुरा राख्दैछु। 2 हप्ता अगाडि नै मैले एउटा भिडियो राखेको थिएँ, त्यसपछि राख्छु भनेको थियो, तर चाहिँ बिचमा टाइम पाइनँ। अस्ति मैले चाहिँ कुरा गर्दाखेरि हाम्रो चाहिँ त्यो मक एक्जाम हुनेवाला छ होइन, आइतबार भिर हस्पिटलमा भनेको थिएँ। त्यो भइसकेको पनि भइसक्यो करिब करिब 8-10 दिनै। ठिकै भयो होइन। अनि त्यसपछि चाहिँ अलि त्यो बिचमा चाहिँ पानी असाध्यै धेरै परेको थियो, अनि म भिजेर अलि सन्चो भएन मलाई 2-3 दिन। रुगा खोकी पनि लागेको थियो। अनि त्यसपछि एउटा मैले भिडियो बनाउन ट्राई गरेको थिएँ, तर अलि आवाज नै कस्तो मतलब हुन्छ नि त्यो घाँटी पस्दाखेरि कस्तो आउने, त्यसैले त्यो मैले हटाइदिएँ युट्युबबाट। अनि त्यसपछि मेरो ममको अपरेसन थियो, अपरेसन गर्नुपर्ने थियो होइन। अपरेसन गरेँ, 3 दिन मम हस्पिटलमै भर्ना हुनुहुन्थ्यो। अब पित्तथलीको ढुङ्गाको अपरेसन भयो दुर्बिनद्वारा, राम्रै भयो होइन। उहाँको अब आफै मतलब काम गरेको हस्पिटल, त्यसैले अब सिनियर सर्जनले नै गरिदिनु भयो। अब आफ्नो मम भएपछि सबैलाई डर लाग्छ नि त होइन, त्यसैले अब यस्तै हो। उहाँलाई अलिक बिचमा अस्ति चाहिँ एट्याक आएको थियो क्या, बिचमा चाहिँ के पेटमा के कहिले नपच्ने के हुने, मुखमा पानी आउने, वक हुने, पेट कहिले दुख्ने। अनि एकचोटि घरमा चाहिँ 2 महिना अगाडि एट्याक पनि आयो त्यो पेनको, अनि के औषधि खाएर पनि निको भएको थिएन। अनि चाहिँ त्यतिखेर चाहिँ मलाई अरू केही कारण होला भनेर जस्तो लागेको थियो, तर यहाँ चेक गर्दा ढुङ्गा देखेपछि ढुङ्गा नै आई थिङ्क कारण हो उहाँको। त्यसैले अब यहाँ हुँदाखेरि चाहिँ गराइदिउँ भन्ने मेरो इन्सुरेन्स पनि थियो कि। अब मेरो यहाँ मेरो कम्प्लिट भएपछि इन्सुरेन्स पनि क्लेम गर्न पाइँदैन, त्यसैले इन्सुरेन्स हुँदा पनि फाइदा त उठाउँ भनेर सोचेको। अनि त्यही अनुसारले अपरेसन भयो। अहिले चाहिँ मेरो मम्मी, मेरो भान्जा, बहिनीहरू सब सँगै छन्। सबैजना भयो नि त्यो टन्नै भयो अहिले सँगै बसेको। अब नेक्स्ट विक मेरो चाहिँ बहिनी र भान्जा जान्छ, अनि त्यसपछि केही दिनपछि चाहिँ मेरो मम पनि घर जानुहुन्छ होला, धेरै दिन भइसक्यो। अरू हाम्रो होइन त्यो मेरो थेसिसको रिभ्यू पनि आइसक्यो योपालि चाहिँ। अब अनि मेरो रिभ्यूमा चाहिँ खासै धेरै कमेन्ट आएको छैन, मलाई सच्याउनु चाहिँ पर्दैन। जबकि अलि लेट नै आयो मेरो थेसिसको रिभ्यू, अरूहरूको चाहिँ आइसकेछन् र उनीहरूलाई चाहिँ सच्याउन भनेछन्। किनकि मलाई सच्याउन भनेको छैन, त्यसैले मलाई चाहिँ होइन, मलाई चाहिँ तपाईँको नेक्स्ट विक चाहिँ थेसिस डिफेन्स हुन्छ, प्रिपेयर गर्नु होइन। अनि केही रिमार्कहरू रिभ्युअरले लेखेका छन्, स्पेसली 2जना प्रोफेसरले रिभ्यू गर्नुभएको छन्। एकजनाले चाहिँ सेटिस्फ्याक्ट्री नै सबैमा भनेछन्, अर्को प्रोफेसरले चाहिँ अब सेटिस्फ्याक्ट्री प्लस केही कमेन्टहरू गर्नुभएको छ। तर अब त्यो चाहिँ मलाई चाहिँ चेन्जै गर्नुपर्ने जस्तो मैले देखिनँ। मैले सोधेँ नि उता मेकमा, उहाँले चाहिँ तपाईँ चाहिँ प्रिपेयर गर्नु होला, त्यहाँ त्यो फेरि यही क्वेसनहरू एराइज हुनसक्छ, त्यो डिफेन्ड गर्नु होला। हाम्रो त योपालि सबैको एक्जाम त्यही 14, 15, 16 गते भएर छ। हाम्रो पनि त्यही टाइममा हुनुपर्ने हो, तर योपालि अब यो सब भिसीहरू सब चेन्ज भएर अब अलिक ढिलो हुन्छ जस्तो लागिरहेछ। किनकि डिफेन्स नै अब नेक्स्ट विक भयो भने चाहिँ अब यो एक्जाम मलाई जस्तो लागिरहेछ कि भदौको लास्टमा सम्म जान्छ होला, कि भदौको तेस्रो विक, के भन्नै सकिँदैन। हेरौँ के हुन्छ। अनि पढाइ पनि
बिचबिचमा अलि मेरो सुस्तै थियो बिचमा 7-8 दिनदेखि। तर अस्ति नै हिजो अलि मेरो थेसिसको ड्यु आएपछि चाहिँ अलि म अब चाहिँ फेरि स्टार्ट गर्नु पर्ला जस्तो लागिरहेछ होइन। राति अहिले चाहिँ अब अहिले हल्का फ्री भएको थिएँ अनि एउटा चाहिँ एउटा फेरि ब्लग राखौँ भनेर भिडियो रेकर्ड गर्दैछु। अन्त रातिको 10 भइसकेछ। अब हजुरहरूले चाहिँ खाना पनि खाइसक्नु भयो होला कतिजनाले त। सबैजना आराम गर्नु होला, रमाइलो गर्नु। ल गुड नाइट, बाई बाई, टाटा।